दर्शक महानुभावहरु नमस्कार। नेपाली न्यूज टिभीको न्यूज बुलेटिन खबरमा यहाँलाई हार्दिक स्वागत छ। म पुष्करले सदाझै आज पनि तपाईहरुमाझ देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भइसकेको छु। हामीलाई तपाईहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ नेपाल भए जिल्ला र गाउँठाउँको नाम लेख्नु होला। यदि विदेशमा हुनुहुन्छ भने आफू रहेको देशको नाम पनि लेख्न नभुल्नु होला र हाम्रो च्यानल नेपाली न्यूज टिभीलाई अहिलेसम्म पनि सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने सब्स्क्राइब गरी जोडिनु होला। साथमा सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नु होला। दर्शक महानुभावहरु अन्ततः जेएनजीहरुले न्याय पाउने पक्का पक्की भएको छ। काठमाडौँका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिल्ने भएपछि पुराना दलहरू निकै अतालिएका छन्। यसबारे विशेष रिपोर्ट छ। सुदन गुरुङ, बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ, हर्कसाम एकै ठाउँ। प्रधानमन्त्री बहसको समझदारी नजिक यसपटक बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने, अर्को पटक रवि लामिछाने हुने। रवि बालेन भेटवार्ताबारे रासपा उपसभापति अर्यालले भने तीनवटा विषयमा सुखद संवाद भयो। जाँचबुझ आयोगका प्रवक्ता भन्छन् ओली र रमेश लेखकलाई बोलाउँदैछौँ, बालेनबारे निर्णय भएको छैन। रवि कारागारबाट बाहिर आएपछि पुराना दलहरू अतालिए, बालेन कुलमानलाई साथमा लिएर अगाडि बढ्ने गणेश कार्कीको भनाई। प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखेर नेकपा एमाले कोशी प्रदेशले आन्दोलन गर्ने। नेकपा एमाले फेरि फुटको संघारमा, एमाले भित्र महाधिवेशनको ह्याङओभर। ग्यामालीलाई ईश्वर पोखरेलले दिए चेतावनी, आग्रह प्रेरित कटाक्ष बन्द गर्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले ओली, प्रचण्ड र शेरबहादुर देउवालाई एकै पटक बोलाए छलफलमा। किन त यसबारे पनि महत्त्वपूर्ण जानकारी। भदौ 23 र 24 गतेको घटनामा तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँका मेयर बालेन्द्र शाहसँग लगायत मानव अधिकार आयोगले लियो बयान। प्रधानमन्त्रीलाई कांग्रेसको जवाब तपाईकै जेठो छोराले निर्वाचन हुन दिन्न भन्नुभएको छ, हाम्रो के लाग्छ? ओली र रमेश लेखकलाई पत्र पठाउने जाँचबुझ आयोगको तीव्र तयारी। युवालाई शिक्षा मन्त्रीले भने नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नु पर्यो। महाधिवेशन नगरी कांग्रेस चुनावमा जानु नहुने प्रदीप पौडेलको भनाई। नेकपा एमाले तल्लो कमिटीसँग माग्यो समानुपातिक उम्मेदवारहरूको नाम। गोकुल प्रसाद बास्कोटाको टिप्पणी, चुनाव हुँदैन पनि भन्छन्, समानुपातिक सदस्यको नाम पनि बटुल्दैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले के एक्सन खेल्दैछन् त यसबारे महत्त्वपूर्ण जानकारी। र दर्शक महानुभावहरु जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो। केपी शर्मा